इलामको चिसो मौसम र चिया बगानको हरियालीमा हुर्केकी थिइन् समीक्षा। उनी जति शान्त थिइन्, काठमाडौँबाट इन्जिनियरिङ प्रोजेक्टका लागि त्यहाँ आएका समीर त्यति नै चञ्चल थिए। एक दिन अचानक परेको मुसलधारे पानीबाट बच्न दुवै एउटै सानो चिया पसलको छानामुनि ओत लाग्न पुगे। समीरले समीक्षाको कपालमा अड्किएका पानीका थोपाहरू र उनको सादगी देखेपछि पहिलो नजरमै मन पराए। समीक्षा पनि समीरको शालीन व्यवहारबाट प्रभावित भइन्। त्यो एक कप तातो चियाको भेटघाट उनीहरूको जीवनको नयाँ मोड बन्यो। प्रोजेक्ट चल्दै जाँदा उनीहरूको भेट बाक्लिँदै गयो। चिया बगानका घुम्तीहरू कन्यामको डाँडा र कुहिरोभित्र हराउँदै उनीहरूले कैयौँ समधुर पलहरू साटे। महिना दिनमै उनीहरूको मित्रता गहिरो मायामा बदलियो। समीरले समीक्षालाई काठमाडौँ लैजाने र एउटा सुन्दर संसार बनाउने सपना देखाए। समीक्षा पनि समीरको प्रेममा यसरी डुबेकी थिइन् कि उनलाई समीर बिनाको जीवनको कल्पना गर्न पनि गाह्रो भइसकेको थियो। उनीहरूले सँगै जिउने र सँगै मर्ने कसम खाए। भाग्यको कठोर मोड, समीरको प्रोजेक्ट सकियो र उनी काठमाडौँ फर्कनु पर्ने भयो। उनले समीक्षालाई चाँडै नै बुबा आमा लिएर विवाहको कुरा गर्न आउने विचार गरे। तर समीर काठमाडौँ पुगेको केही दिनमै उनको परिवारले उनको इच्छा विपरीत अर्कै धनाढ्य घरानाकी केटीसँग विवाह पक्का गरिदिए। समीरले आफ्नो प्रेमको लागि धेरै सङ्घर्ष गरे, घरमा विद्रोह गरे, तर उनका बिरामी बुबाले यदि त्यो केटीसँग विवाह गरिस् भने मेरो मरेको मन्दिर देख्नेछस् भन्दै भावनात्मक दबाब दिए। पारिवारिक प्रतिष्ठा र बुबाको जीवनको अगाडि समीरको केही जोड लागेन। आँसुको बिदाई र रित्तो जीवन। समीरले रुँदै समीक्षालाई फोन गरेर आफ्नो बाध्यता सुनाए। फोनको अर्कोतर्फ समीक्षा निशब्द भइन्। उनको संसार एकै पलमा भत्कियो, तर उनले समीरलाई सरापिनन्। उनले गरुङ्गो मनले भनिन्, समीर, तिम्रो बुबाको जीवनभन्दा हाम्रो माया ठुलो होइन। तिमी उहाँहरूको खुसीको लागि अघि बढ, म तिम्रो निर्णयको सम्मान गर्छु। त्यो रात इलामको पहाडमा शून्यता छायो। समीक्षाका आँखाहरू बाढी आए जस्तै बगिरहे, तर उनले आफ्नो भाग्यलाई स्वीकारिन्। 5 वर्ष बित्यो। समीर आफ्नो पारिवारिक जीवनमा बाँधिएका थिए, तर उनको मनको एउटा कुना जहिले पनि इलाममै छुटेको थियो। एक दिन उनी फेरि अफिसको कामले इलाम पुगे। उनी त्यही पुरानो चिया पसलमा गए जहाँ उनीहरूको पहिलो भेट भएको थियो। त्यहाँ उनले सुने कि समीक्षाले अझैसम्म विवाह गरेकी थिइनन्। उनी गाउँकै एउटा विद्यालयमा अनाथ बच्चाहरूलाई पढाउँछिन् र आफ्नो जीवन समाजसेवामा बिताइरहेकी छिन्। समीरले टाढैबाट समीक्षालाई विद्यालयको आँगनमा मुस्कुराउँदै गरेको देखे। उनको अनुहारमा पहिलेको जस्तो चञ्चलता थिएन, तर एउटा गहिरो शान्ति थियो। समीरले उनलाई बोलाउने आँट गरेनन्। उनले बुझे कि केही प्रेम कथाहरू पुरा नभएरै पनि सुन्दर हुन्छन्। उनी आफ्नो आँसु लुकाउँदै काठमाडौँ फर्किए र समीक्षा आफ्नो अधुरो प्रेमलाई मनमा सजाएर सधैँका लागि इलामका पहाडहरू जस्तै अटल भइरहिन्।